हाम्रो दिमागमा कुराहरू कसरी जान्छ भन्दाखेरि हामीसँग 5 सेन्सरहरू छ। आँखा छ जसले हेर्छ देख्छ, कान छ जसले सुन्छ, नाक छ जसले सुँघ्छ, जिब्रो छ जसले टेस्ट गर्छ र यो स्किन छ जसले महसुस गर्छ। र ती 5 फिल्टरहरूले काम गरेपछि मात्र तपाईको दिमागमा कुरा जाने हुन्छ। तर त्यो जति पनि तपाईले महसुस गर्नुहुन्छ, देख्नुहुन्छ, सुन्नुहुन्छ, फिल गर्नुहुन्छ, त्यो सबै कुराहरू हाम्रो दिमागले रिसिभ गर्दैन। त्यहाँ फिल्टर लाग्छ 3टा, डिलिट, डेस्ट्रट, जेनरलाइजेसन। अर्थात् डिलिट भनेको तपाईको मेटाउँछ, सबै कुरा मध्ये केही मात्र राख्छ, बाँकी मेटाउँछ। डेस्ट्रट भनेको तपाईको चेन्ज गरिदिन्छ, त्यो जति पनि देखेको कुरा हुन्छ त्यसलाई चेन्ज गरिदिन्छ। र जेनरलाइजेसन जुन तपाईको पास्टको जुन एक्सपिरियन्स हुन्छ, मेमोरीहरू हो, त्यसको आधारमा उसले अनुमान गरेर त्यसलाई जेनरलाइज गरिरहेको हुन्छ। अब डिलिट भन्नाले तपाईले कुनै एउटा बेमा जानुभयो, बेमा जानु हुँदाखेरि तपाईले त्यहाँ भएको सबैजना याद गर्न सक्नुहुन्छ त? अथवा त्यहाँ खानु भएको कुराहरू तपाईलाई सबै याद हुन्छ त? याद हुँदैन नि त, हैन? कुनै एउटा स्पेशल चिज तपाईलाई अब मिठो लाग्यो भने अथवा कसैले अलि राम्रो कपडा लाग्यो त्यो याद हुन्छ, त्यो खाएको कुरा याद हुन्छ। यहाँ 2-3 वटा कुरा हुन्छ। तपाईको स्टोरी यत्रो हुन्छ भने त्यहाँबाट जम्मा यति कुरा मात्र तपाईले तपाईको दिमागमा याद हुन्छ, बाँकी कुरा सबै डिलिट गरिदिन्छ हाम्रो दिमागले। र डेस्ट्रट भन्नाले त्यहाँ भएको कुरालाई चेन्ज गरिदिन्छ, तपाईको कुराहरू चेन्ज गरिदिन्छ। अब अथवा भन्नुपर्दा तपाईको जस्तो हामीले कुनै पनि भिडियो माने सुट गर्यो हैन, युट्युबमा हाल्दाखेरि त्यसलाई जति एमबी छ त्यसलाई कम्प्रेस गरेर सानो बनाएर हाल्दिन्छ नि, हो त्यसरी ठुलो घटनालाई सानो पारेर उसले कम्प्रेस गरेर राख्ने काम गरिदिन्छ। अर्थात् पेन ड्राइभबाट हामीले ल्यापटपमा एउटा डाटा सारेको जस्तै हो, चेन्ज गरिदिन्छ। अर्थात् तपाईले अथवा अर्को इक्जाम्पल भन्नुपर्दा तपाईले मोबाइलबाट जस्तो एउटा तपाईको ल्याम्पको फोटो खिच्नुभयो, तपाईले त्यो ल्याम्पको कलर तपाईको मोबाइलमा आउँदैन नि त ओरिजिनल, हैन? केही रङहरू मात्र आउँछ नि, हैन? तपाईको त्यही रङहरू ट्रान्सफर हुन्छ, ट्रान्सफर भएर देखिन्छ, तर उसको चाहिँ ल्याम्पको चाहिँ कलर आउँदैन नि। यदि ल्याम्पकै कलर आउने हो भने तपाईले जति पटक तपाईको त्यो फोटोले त्यहाँ क्लिक गर्नुहुन्छ त्यो ल्याम्पको कलर उड्दै जाने गर्छ क्या, ल्याम्पको कलर उड्दै जाने हुन्छ। र त्यस्तै जेनरलाइज भनेको तपाईको तपाई राति अँध्यारोमा गइरहनु भएको छ, तपाईले कतै डोरी यसो भुइँमा लामो देख्नु सर्प भनेर राख्नुहुन्छ नि, हो तपाईको दिमागले पहिला नै त्यो चित्र बनाइसकेको हुन्छ। त्यो चित्र बनाएको कारणले अब किन डोरी र चित्र माने सर्पको उस्तै हुन्छ हैन बनावट। अनि त्यो अब रातमा देख्दा त सर्प भन्ने लागेर भाग्नुहुन्छ, हो त्यसरी जेनरलाइज गर्नुहुन्छ के कुराहरू। र यसरी 3 फिल्टर मार्फत तपाईको दिमागमा कुराहरू जाने गर्छ। र यसरी 3टा फिल्टर मार्फत दिमागमा कुरा गइसकेपछि तपाईको त्यहाँ एउटा थट्स भन्छ। त्यो थट्स पनि तब मात्र स्ट्रङ हुन्छ जब त्यसमा इमोसन मिसिन्छ, अथवा कुनै इमेज अथवा कुनै तपाईको एउटा पर्टिकुलर स्पेशल केही चिज अट्याच भइसकेपछि मात्र, हैन? अथवा साउन्ड अथवा तपाईको हुन्छ नि महसुस गरेको कुराहरू जुन इमोसन हुन्छ नि जोडिन्छ नि, त्यसपछि मात्र तपाईको त्यो थट्स भन्छ। जस्तै एउटा फर इक्जाम्पललाई लिउँ, तपाईले आइसक्रिम खानुभयो, अब आइसक्रिमलाई तपाईले छुनुभयो, त्यो कलर देख्नुभयो, तपाईले लिक गर्नुभयो, हैन? त्यसको साउन्ड हुन्छ, हैन? अथवा त्यो आइसक्रिमवालाले के भने त्यसको साउन्ड बोलिन्छ, हैन? त्यो बिसेपछि त्यो हुन्छ नि एउटा, हो त्यो तपाईले खान पाउँदा तपाईलाई मिठो लाग्यो, तपाईको एउटा इमोसन जोड्यो, के इमोसन जोड्यो? राम्रो मिठो इमोसन जोड्यो तपाईको त्यसमा। अब तपाईको थट्समा इमोसन अब राम्रो पनि जोडेर, राम्रो इमोसन जोडेर पनि तपाईको थट्स बनिरहेको हुन्छ, अथवा कहिलेकाहीँ नराम्रो इमोसन जोडेर पनि त्यो थट्स बनिरहेको हुन्छ क्या। जस्तो त्यही आइसक्रिम नै तपाईले अर्काको हातमा देख्नुभयो, तपाईले माग्न जाँदाखेरि त्यो आइसक्रिम, त्यो लास्ट आइसक्रिम अब पाउनु भएन भने तपाईलाई के हुन्छ? खराब इमोसन बन्यो, तर त्यो तपाईको थट्स बन्यो, हैन? र त्यसपछि तपाईको थट्समा इमोसन मिलेपछि तपाईको एउटा बिलिभ बन्छ। बिलिभ चाहिँ कसरी बन्छ भने तपाईले जब त्यो आइसक्रिम खानुभयो, आइसक्रिम खाएपछि तपाईको दाँतमा झनननन भयो, तपाईको बिलिभ के हुन्छ? यो आइसक्रिम खाएपछि मेरो दाँत दुख्यो, त्यो बिलिभ हुन्छ। अथवा तपाईले राम्रो मुडमा आइसक्रिम खानुभयो, तपाईलाई एकदम माने भित्रैदेखि खुसी फिल भयो, तपाईलाई यो फिल हुन्छ कि यो आइसक्रिम खाएपछि चाहिँ मलाई राम्रो फिल हुन्छ भने एउटा बिलिभ तपाईको क्रिएट हुन्छ। जब थट्समा इमोसन मिलेर बिलिभ बन्छ, त्यसपछि तपाईको आरएएस एक्टिभेट हुन्छ। आरएएस भन्नाले रेटिकुलर एक्टिभेट सिस्टम। आरएएस भनेको चाहिँ तपाईको एक किसिमको ल अफ अट्र्याक्सन भन्छ नि, ल अफ अट्र्याक्सन यही पोइन्टमा आएर तपाईको हुन्छ क्या। तपाईलाई के प्रायोरिटीमा छ, तपाईलाई त्यो प्रायोरिटी अनुसारले फोकस गर्छ त्यो कुरालाई। जस्तो तपाईसँग 5000 छ महिनामा खर्च गर्ने,
बजेट भने तपाईँले त्यो 5000ले के कसरी पुर्याउन सकिन्छ तपाईँ त्यो अनुसार फोकस गरेर खर्च गर्नुहुन्छ भने तपाईँसँग यदि तपाईँसँग 1 महिनाको बजेट 5 लाख छ भने तपाईँको त्यही अनुसार तपाईँले फोकस गरेर खर्च गर्नुहुन्छ र आरएएसले तपाईँको त्यो प्रायोरिटी हेरेर हैन अनि तपाईँको फोकस गरिसकेपछि त्यसपछि जान्छ तपाईँको सल्भ 5 र अनसल्भ 5 अथवा तपाईँको जति पनि घटनाहरू राम्रो जस्तो कुनै पार्टी गर्नुभयो त्यसमा कुनै केही घटना भने नराम्रो घटनाहरू केही भएन हैन राम्रोसँगले पार्टी इन्डिङ भयो तपाईँ त्यो आरएएसले त्यसलाई हेर्दैन तर तपाईँको कोहीसँग झगडा भएको छ तर त्यो इन्डिङै भएको छैन आजसम्म पनि त्यसमा हेर्छ के उसले त्यसमा फोकस गरेर तपाईँको थट्स विचार हैन तपाईँको विचार जुन छ इमोसन जुन छ त्यो अनुसार क्रिएट गरेर उसले फेरि कुराहरू जेनरलाइज गर्ने हुन्छ र तपाईँले आफ्नो जुन नराम्रो प्याटर्नहरू जुन बसेको हुन्छ नि जुन पहिला आफ्नो माइन्डमा त्यो प्याटर्नहरू चेन्ज कहाँ गर्ने भन्दाखेरि तपाईँको यहीँ प्याटर्नमा जुन नराम्रो जुन मेमोरीहरू ब्याड मेमोरीहरू बसेको छ नि त्यो ब्याड मेमोरीहरूलाई चाहिँ तपाईँले हटाउनु पर्ने हुन्छ हटाउने कसरी भन्दा कसैसँग रिसो गएर माफ माग्ने हो कि हैन अथवा गएर कुनै अब राम्रोसँग डिलिङ गर्ने हो कि फेरि गएर कुट्ने चाहिँ हैन अनि कुट्यो भने झन् तपाईँलाई गिल्ट हुन्छ हैन गिल्ट भएपछि कस्तो हुन्छ भने अझ त्यो अनसल्भ भएर बस्छ कि आफूलाई नै नराम्रो लागिरहेको हुन्छ त्यसकारणले गएर डिल गर्ने हो कि माफ माग्ने हो कि अथवा हिलिङ गर्ने हो कि त्यो पार्ट गरेर आफ्नो गिल्ट पार्ट चाहिँ हटाउनु पर्ने हुन्छ कि त्यो पार्ट हटाइसकेपछि मात्र तपाईँले जे माग्नुहुन्छ नि ल अफ अट्र्याक्सन जस्तो जे कुराको लागि म्यानिफेस्टेसन गर्नुहुन्छ नि त्यो म्यानिफेस्टेसन त्यहाँ आएर तपाईँको यो आरएएसमा आएर चाहिँ तपाईँले आफ्नो प्याटर्न चेन्ज गर्नु भइसकेपछि मात्र तपाईँको म्यानिफेस्ट गर्ने कुराको हुन्छ कि तपाईँ आरएएसमा आएर आफ्नो कुरा तपाईँले आफ्नो प्याटर्न चेन्ज